कुनै पनि महिलालाई यौन सम्पर्क वा शारीरिक सामिप्यका क्रममा चरम सन्तुष्टि अर्गाजम दिलाउनु केवल शारीरिक कुरा मात्र नभई भावनात्मक र मानसिक जोड पनि हो। महिलाको शरीर र रोजाइ पुरुषको भन्दा फरक र अलि जटिल हुन सक्छ। महिलालाई चरम सन्तुष्टि दिलाउने 5 मुख्य र प्रभावकारी तरिकाहरू तल विस्तारमा दिइएको छ। 1. भावनात्मक जोड र सही वातावरण, इमोशनल कनेक्सन एन्ड कम्फर्ट। महिलाका लागि यौन सन्तुष्टिको सुरुवात ओछ्यानमा पुग्नुभन्दा धेरै अघि नै हुन्छ। सुरक्षित र शान्त वातावरण, महिला मानसिक रूपमा तनावमुक्त र सुरक्षित महसुस गर्छिन् भने मात्र शारीरिक रूपमा पूर्ण समर्पित हुन सक्छिन्। माया र प्रशंसा, दिनभरिको ससाना कुराकानी, मायालु अङ्कमाल र उनको प्रशंसाले उनलाई मानसिक रूपमा तयार बनाउँछ। मानसिक तनाव वा हिचकिचाहट छ भने चरम सन्तुष्टि प्राप्त गर्न गाह्रो हुन्छ। 2. पर्याप्त फोरप्ले, फोरप्लेमा पर्याप्त समय दिने। धेरैजसो पुरुषहरू सिधै प्रवेश इन्टरकोर्समा जान हतारिन्छन्, जुन महिलाको सन्तुष्टिका लागि सबैभन्दा ठूलो बाधा हो। उत्तेजना बढाउने, महिलाको शरीर पूर्ण रूपमा उत्तेजित हुन, नेचुरल लुब्रिकेसन हुन कम्तीमा 15 देखि 20 मिनेटको समय लाग्न सक्छ। विभिन्न अङ्गमा स्पर्श, ओठ, गर्दन, कानको पछाडि, छाती र तिघ्रामा बिस्तारै चुम्बन गर्ने, सुमसुम्याउने वा सुस्तरी स्पर्श गर्नाले उनको उत्तेजनाको स्तर बढाउँछ। 3. भगाङ्कुर क्लिटोरिसको सही र कोमल प्रोत्साहन। लगभग 70% देखि 80% महिलाहरूलाई सिधै यौन प्रवेशबाट भन्दा क्लिटोरिसको उत्तेजनाबाट चरम सन्तुष्टि मिल्छ। कोमलता, क्लाइटोरिस महिला शरीरको अति संवेदनशील भाग हो। यहाँ हतारमा वा कडा रूपमा स्पर्श गर्नु हुँदैन। बिस्तारै र निरन्तर गति, औँला वा जिब्रोको प्रयोगले सुस्तरी, गोलाकार, सर्कुलर गतिमा वा हल्का दबाव दिएर स्पर्श गर्नुहोस्। उनको शरीरको प्रतिक्रिया हेरेर गति र दबाव मिलाउनुहोस्। 4. जी स्पट, उत्तेजना र फरक आसन पोजिशन्स। यदि लिङ्ग वा औँलाको प्रयोगबाट सन्तुष्टि दिँदै हुनुहुन्छ भने सही एङ्गल वा आसन महत्त्वपूर्ण हुन्छ। जी स्पटसम्म पुग्ने, यो योनिको भित्री भागको माथिल्लो भित्तामा लगभग 1 देखि 2 इन्च भित्र हुन्छ। औँलालाई यहाँ आऊ भनेर इसारा गरे जस्तै आकार बनाएर त्यहाँ हल्का दबाव दिँदा धेरै महिलाले तीव्र सन्तुष्टि महसुस गर्छन्। सही आसन, वुमन अन टप वा डगी स्टाइल जस्ता आसनहरूले भित्री भागमा गहिरो पहुँच पुर्याउन र क्लाइटोरिसमा घर्षण बढाउन मद्दत गर्छन्। 5. दोहोरो सञ्चार र धैर्यता, कम्युनिकेसन एन्ड पेशेन्स। हरेक महिलाको शरीर, इच्छा र संवेदनशील बिन्दु फरक हुन्छन्। सोध्ने र सुन्ने, तिमीलाई के गर्दा सजिलो रमाइलो भइरहेछ वा के गरू भनेर सोध्नुहोस्। उनका सासको गति, शरीरको चाल र आवाज, मोर्निङले पनि उनलाई के मन परिरहेछ भन्ने संकेत गर्छ। धैर्यता, चरम सन्तुष्टिमा पुग्न समय लाग्न सक्छ। हतार नगर्नुहोस् र उनी पूर्ण रूपमा सन्तुष्ट नभएसम्म धैर्य धारण गर्नुहोस्। मुख्य कुरा, यौन सन्तुष्टि भनेको कुनै प्रतिस्पर्धा वा दौड होइन। एक अर्काको भावना, इच्छा र शारीरिक सहजतालाई सम्मान गर्दै अघि बढ्नु नै पूर्ण सन्तुष्टिको साँचो हो।